हेलो गाइस वेलकम टु माई च्यानल। आज चाहिँ हामी यसो घुम्नलाई रेवासलतिर आएको थियौँ। हामी चाहिँ अब यसो नास्ता खानलाई होटलमा बसेर टक्क यहाँको भ्यू चाहिँ अलि बहुत मस्तको छ क्या, दामी छ। हाम्रो नेपाली दाजुको होटल छ यहाँ चाहिँ, पोखरेली दाजु। अनि हामी चाहिँ यसो आज डाँडाकाँडाको बिच मस्तको सिन छ है। यहाँ चाहिँ आज दामी यही सिन छ गाइज होइन। सर मजा आएको छ क्या सिन फेरि आज। टक्क यस्तो मस्तको मौसम गरेको नि आज चाहिँ, चिसो गरिरहेको नलाए पनि दामी एकदम ओके मौसम छ क्या आज चाहिँ। अनि हामीहरू चाहिँ अब हाम्रो दाजु अनि सोल्टीहरू छन् दुइटा चाहिँ, अनि म हामी चारजना चाहिँ आज घुम्नलाई आएको। त्यही अब मोमोसम्म अर्डर गरिरहेको छु। अब आएर चाहिँ खाइने हो के हुन्छ। हामी चाहिँ आज टक्क लगाएर टक्क लगाएर केटाहरू चाहिँ भिडियो सुट गर्दैछौँ होइन। ल हाम्रो चाहिँ लुक भर्खर यो नरिवल पानी चाहिँ खाँदै बस्तिर होइन। यो चाहिँ एकदम राम्रो रहेछ, भिटामिन स्वास्थ्यको लागि फाइदाजनक चिज हो। यसलाई चाहिँ जुस भनौँ न, एउटा 175 ml को नरिवल पानी हो गाइस। यो यहाँ मात्रै पाउँछ। एकजना हाम्रो व्यवसाय हुनुहुन्छ यहाँ पोखरेली दाइ, हाम्रो नेपालकै होइन। यहाँले गरेको चाहिँ यहाँ जम्मा 1 महिना मात्रै भएछ, तर पनि राम्रो कुराहरू, राम्रो फ्रेस कुराहरू उहाँले राख्नुहुन्छ यहाँनिर होइन। त्यही भएर गाइस उहाँ सँगसँगै हामीको आजको यात्रा चाहिँ यहाँ तलको दृश्यहरू जति पनि देख्नु भएको छ तपाईँले, यहाँ चाहिँ हामी घुमेर आएको होइन। सब चिजहरू देखेर घुमेर आएको होइन गाइस। त्यही भएर हामी चाहिँ यहाँ थकान लागेर चाहिँ के नास्ताहरू गरौँ भनेर हल्का जुसहरू पिउँ भनेर चाहिँ यहाँ बसेको होइन। त्यही भएर त्यो दृश्यहरू पनि हामी घुमेको दृश्यहरू देखाउँ न त होइन। हेरिदिउँ न त गाइस। सर यस्तो मजाको छ नि दृश्य चाहिँ आज। माथिको चाहिँ अलि गोपालमै छ, त्यो देखाउँला हल्का एकछिनमै होइन। देखाउँला के थियो र देख्न सक्नुहुन्छ अलि एकैछिनमा। ल गाइस हाम्रो चाहिँ नास्ता पनि रेडी भयो, आइसक्यो होइन। नास्ता पनि दाजुले ल्याइसक्नुभयो। दाजुले चाहिँ मोमो चाहिँ मजाले ल्याइदिनु भयो होइन। अब सब हामी चाहिँ अब जुट्नै हो खानालाई होइन दाजुले चाहिँ। ल दाजु है नेपाली चटनीले यसलाई कति खान्छ। चटनी पनि मोमो राख्दिनु न एकदम स्वादिष्ट होइन। एकदम मस्त छ है। यो खानुहोस् तपाईँको जिउ ज्यान बन्छ क्या। यो खानुहोस् तपाईँको ज्यान बन्छ। नेपाली होटल हाम्रो पोखरेली होटल दाजुको इन्डियामा है गाइस। एकदम मस्तको छ है। मन्डी रेवाल सर होइन खतरा भन्ने पनि सिकाउँछ। दामी छ नि, कस्तो लाग्यो? ल मिठो रहेछ। छोटोले गम खाइरहेछ न है। ल दाजुले पनि चबाउँदै मजाले मिठो त कसले खाँदैन हुन्छ। वाह एकदम बन्जाएगा। ठिक छ ठिक छ। फाइनल्ली अब नास्ता पनि भइयो होइन। अब चाहिँ पिरो बस्नु भइरहेको चिसो भयो। अहिले चाहिँ पानी चाहिँ अब खाइदिनु पर्यो। एकदम आनन्दमै छ होइन। यतिको चाहिँ पिरो हुनु पर्यो। मोमो भएपछि होइन, मोमो खानुपर्छ यतिको त पिरो त लाग्नै पर्छ। ठिक छ मोमो ओके।
ल गाइज हामी चाहिँ अब नास्ता खाएर पनि निस्किसक्यो होइन हामी चाहिँ अब दाजु उहाँ हुनुहुन्छ दाजु चाहिँ अब हामी निस्किनु ला हो ल ल दाजु है ल हामी चाहिँ अब त्यही हो अब यहाँबाट गइन्छ जाने अब त्यही त हो हाम्रो हामी चाहिँ लाग्दिएको अब सिटी झर्नु पर्ने हुन्छ अब हामी चाहिँ 100 सिटी छ है हामीलाई सिटी चाहिँ झर्नुपर्छ मजाले गाइस हामी चाहिँ अब यो मेन ताल सामान चाहिँ आइयो है गाइस होइन हामी यता यस्तो मजाको छ अब माछाहरू पनि दामी कत्रो कत्रो माछाहरू छ यहाँ चाहिँ त्यहाँनिर चाहिँ माछाहरू यो तालमा चाहिँ बहुत धेरै छ क्या माछा चाहिँ ठुल्ठुलो माछाहरू चाहिँ धेरै माछाहरू छन् होइन छेउमा भएपछि म देखाउँछु है गाइस अलिक एकछिनमा यसको होइन यो पोस्टर रुमालहरू टाइपको के मजाको टाँगेको रहेछ होइन फोटोसोटो सुट गर्नुलाई हाम्रो चाहिँ सबैले आफ्नो आफ्नो मोबाइलदेखि फोटोसुट गर्दैछन् उनको मोबाइल चाहिँ खतरा हो हाम्रो ग्याङमा चाहिँ त्यो भएर चाहिँ अलिकति मङ्की चाहिँ ऊ माथि बसेर पुरा के गरेर आएको क्या ए मङ्की पल्दर साला वाह हाम्रो चिङ्गम दाजु त्यो मजाले होइन सिन पनि बवाल छ है यहाँदेखि मूर्ति चाहिँ बवाल देखिँदो रहेछ क्या त्यो चाहिँ अलिकति होइन त्यहीँ पुगेर आयो अहिले चाहिँ हामी त्यो मूर्तिको तल चाहिँ हामी त्यो मूर्तिको वरपर घुमेर आयो है गाइज होइन अन्त मजाको छ सिन चाहिँ भ्यू चाहिँ दामी छ गाइज यहाँको चाहिँ होइन यति मजाको भ्यू छ है सर लाएर चट्ट मजाको छ है दामी छ क्या एक कुत्ता साला सुया इधर फोटो सुट हुँदैछ हाम्रो केटाहरूको चाहिँ तर मजाको भ्यू चाहिँ दामी छ है एकदम फोटो सुट गर्न लायकको छ भ्यू अनि मजाको फोटो सुट गर्न दामी छ फोटो सुट हुँदैछ केटाहरूको चाहिँ चस्मा स्माल ठोकेर डक्क पोदिरहेछन् साइड लुक अनि क्यामेराम्यान चाहिँ शिशिर हाम्रो कलाहरू होइन ठिक छ गाइस घुम्नलाई चाहिँ ठाउँ चाहिँ बवाल रहेछ भनौँ होइन अब हामी पनि एकछिनमा लाग्छ मलाई घरतिर होइन